नुवाकोट जिल्ला विद्युत नगरपालिका खड्का भन्ज्याङ जाने बाटो वडा नम्बर 3 को बाटोको हालत यस्तो छ। अब माथिबाट गाडी आयो भने तलबाट एउटा गाडी बाइक जानु पर्यो भने छैन फलामको डन्डी यति लामो छ। अब यो कसले हेर्ने कसले गर्ने यो बाटो। अब यहाँबाट माथि जाँदाखेरि पनि त्यस्तो जोर्लिङ छ, त्यतै ढुङ्गा आएर बसेको छ। एउटा बाइकले साइड दिन पाउने ठाउँ छैन। ल माथिबाट गाडी आयो भने के हेर्ने। जम्मा 4 हातको रोड छ। एउटा गाडी आयो भने यहीँ टालिन्छ, त्यही माथि पनि यता ढुङ्गा र फलामको रोड। यहाँ देख्न सक्नुहुन्छ फलामको रोड। यो फलामको रोड बाइकमा छिर्यो भने मान्छे एक्सिडेन्ट हुने धेरै सम्भावना। यो चाहिँ सम्बन्धित निकायमा पुगोस् है। ठाडै उकालोको ढलान छ, ढलानको पुरै यो डन्डी गइसकेको छ। डन्डी गएर पनि मान्छे एक्सिडेन्ट हुने सम्भावना बढी छ। एउटा गाडी माथिबाट आयो भने तलबाट बाइक छिर्दैन। यो अवस्था छ। यो चाहिँ चैनपुरको हो। अब यो कसले के गर्ने, कति गाह्रो हुन्छ यहाँको मान्छेलाई भन्ने कुरो स्थानीयले थाहा पाउनु पर्यो। एउटा बाइक आउनु पर्यो भने यस्तो छ हालत। अब जानु पर्यो नि त।